सबैलाई जयमेसी आज फेरि मेरो आफ्नो भिडियोमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। हामीले पापको परिणामको कुराहरू हेरिरहेका छौँ अनि यो एपिसोड ल्याउन अलिकति टाइम लाग्यो मलाई, किनभने आफै अलिकति व्यस्तता भएको कारणले गर्दा। तर पनि म विश्वास गर्छु तपाईँहरूले यसको प्रतीक्षा साँचिरहनु भएको थियो। अनि पापको परिणामको यो सेकेन्ड पार्ट हो अनि हामीले यसलाई हेर्नेछौँ। अनि हामीले जेनेसिस 3 उत्पत्तिको किताब 3बाट हामीले हेरिरहेका छौँ। अनि लास्ट भिडियोमा मैले तपाईँलाई यही कुरा भनिराखेको थिएँ कि पापले चाहिँ हामीलाई नङ्गतामा लाँदछ भन्ने कुराहरू मैले गरिरहेको थिएँ। नि पापले गर्दाखेरि हाम्रो जीवनमा त्यो हार्डवर्कको कुराहरू है, मेहनत गर्ने कुराहरू आउँदछ, जो मेहनत चाहिँ खास परमेश्वरले हामीलाई गर्नुको लागि भन्नै भएको थिएन, गर्नु नै भएको थिएन है। मेहनत भन्दाखेरि हामीले मेहनत गर्नुपर्छ है। मैले यो भन्दै गर्दाखेरि तपाईँले रङ वेमा नबुझ्नुहोस् होला। उनीहरूले आफूले पत्ता सिलाएर आफ्नो जिउलाई है, बडीलाई कभर गर्नुपर्ने त्यो मेहनत जो चाहिँ परमेश्वरले हामीलाई त्यस्तो वेमा बनाउनु नै भएको त्यस्तो मेहनतहरू गर्नको निम्ति पापले हामीलाई लाउँदछ। अनि हाम्रो आफ्नै व्यवस्थामा परमेश्वरले हामीलाई जस्तो बनाउनु भएको थियो, जे कुरा दिनुभएको थियो त्यो कुराहरू चाहिँ नलाएर, त्यसलाई नअपनाएर, तर आफ्नै व्यवस्थाहरू परमेश्वरदेखि लुक्ने, परमेश्वरदेखि टाढो हुने अनि आफ्नै लुगा बनाउने त्यो कुराहरू चाहिँ हामीले देख्न सक्दछौँ। सो आफ्नै व्यवस्थामा डिपेन्ड गर्ने बनाउँदछ हामीलाई पापले। परमेश्वरलाई भुलिँदछौँ, जो चाहिँ हाम्रो रियल गिभर हुनुहुँदछ, जसले हामीलाई दिनुहुन्छ, जसले हामीलाई प्रोटेक्ट गर्नुहुन्छ, जसले हामीलाई बनाउनु भयो, यो कुरा नै बिर्सिँदछ जब हाम्रो पाप चाहिँ हाम्रो जीवनमा पस्दछ। अनि आज हामी यो भर्स 8बाट, हामी लास्ट टाइम 7 भर्सबाट हेरिरहेको थियौँ, 7बाट, अनि आज 8मा हेर्नेछौँ। यहाँ यसरी लेखेको छ 3को 8मा, र तिनीहरूले साँझको ठन्डामा बगैँचामा परमप्रभु परमेश्वरको चालको आवाज सुने। औ मानिस र उनकी पत्नी परमेश्वरको उपस्थितिमा बगैँचाका रुखहरूको बीचमा लुक्न गए भनेर लेखेको छ। परमेश्वर है त्यस जग्गामा आउनुहुन्छ जसले बनाउनु भएको थियो त्यो इडन गार्डनलाई है, त्यो बगैँचामा आउनुहुन्छ। अनि आदम अनि हवा त्यहाँ छ भनेर आउनुहुन्छ। अनि त्यहाँनिर त के गरिरहेको छ, मानिसहरू त लुकिरहेको छ। याद गर्नुहोस्, परमेश्वरले नै आदम अनि हवालाई बनाउनु भएको थियो, बगैँचालाई पनि परमेश्वरले नै बनाउनु भएको। अनि परमेश्वरलाई थाहा थियो कि आदम अनि हवाले पाप गर्यो भनेर। किन भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ सर्वेसर्वा हुनुहुन्छ, इज अल नोइङ गड, सबै कुरो थाहा छ। ओम्निपोटेन्ट, ओम्नी प्रेजेन्स गड हुनुहुन्छ है, जहाँ पनि उपस्थित हुने सक्ने परमेश्वर हुनुहुन्छ। अनि यो कुरा चाहिँ परमेश्वरलाई थाहा हुँदै पनि त्यो बगैँचामा आएको छ। त्यसको मतलब हामीले के बुझ्न सक्दछौँ भन्दाखेरि नि, परमेश्वरले चाहिँ हाम्रो साथ, त्यो कम्प्यानियनसिप चाहिँ चाहिरहेको, इज लङ्गिङ फर द्याट कम्प्यानियनसिप। कि उहाँले हामीलाई पापमा डुब्दाखेरि पनि परमेश्वर चाहिँ हाम्रो साथमा हुनु, परमेश्वर चाहिँ हामीसँग बातचित गर्न एकदमै रहर गर्नुहुन्छ है। अनि यो कुरा चाहिँ यहाँनिरबाट दर्शाउँदछ, किनभने आदम अनि हवाले पाप गरेको थियो र पनि परमेश्वर चाहिँ त्यस जग्गामा आएको छ। म आज तपाईँलाई यो भिडियोबाट यो कुरा भन्न लागिरहेको छु कि हाम्रो जीवनमा कति घिनलाग्दो पाप पनि गरी पठायो भने पनि नि हामीहरूले, परमेश्वरले कहिले पनि हामीलाई छोड्नुहुन्न। जसरी परमेश्वरको वचनले भन्दछ कि म तँलाई कहिल्यै छोड्दिनँ, म तँलाई कहिले पनि त्याग्दिनँ भनेर भन्नुभएको छ। त्यो कुरा चाहिँ नि उहाँले हाम्रो जीवनमा पुरै गर्नुहुन्छ। त्यसको मतलब यो पनि होइन कि हामीले पाप गरिरहौँ अनि परमेश्वर हाम्रो पछि लागिरहनुहुन्छ भन्ने कुरा पनि होइन। तर परमेश्वरले चाहिँ हामीलाई कहिले पनि छोड्नुहुन्न। अनि तर परमेश्वरसँग लागि पर्नको निम्ति चाहिँ हामीले भन्न सक्नु पर्यो कि प्रभु मैले पाप गरेको छु, परमेश्वर मैले यो गल्ती गरेको छु भनेर हामी फर्किनु चाहिँ पर्यो है। परमेश्वर चाहिँ हाम्रो पछि नै लागिरहनु भएको हुन्छ। परमेश्वर हामीलाई हाम्रो त्यो कम्प्यानियन, हाम्रो साथ खोजिराखेको हुनुहुन्छ। यहाँ पनि आदम अनि हवा पाप गर्दै पनि, पाप गरिसकेर पनि परमेश्वरले त्यो बगैँचामा जानुभएको हामी देख्न सक्दछौँ। पाप अनि परमेश्वर जो चाहिँ पवित्र हुनुहुन्छ नि, एकैसाथमा कहिले पनि जान्दैन। यो कुरा द्याट इज नट पोसिबल एट अल है। सो इदर हाम्रो जीवनमा पाप मर्नुपर्छ या चाहिँ परमेश्वर मर्नुपर्छ। सो चोइस चाहिँ हाम्रो जीवनमा। घिनलाग्दो पाप हामीले किन नगरौँ, तर त्यसलाई जब हामी मारेर परमेश्वरप्रति हाम्रो के अरे पश्चातापी हृदय भएर आउँदछौँ भने चाहिँ नि पाप हाम्रो जीवनमा मरेको हुँदछ। तर पापलाई जब हामीले स्थान दिँदछौँ भने त्यो बढ्दछ नि, परमेश्वरको उपस्थिति, परमेश्वरको त्यो ठाउँ चाहिँ हाम्रो जीवनमा मरेको हुँदछ। सो पाप अनि परमेश्वर चाहिँ सँगसँगै हाम्रो जीवनमा बढ्न सक्दैन, खालि एउटा कुरा मात्रै बढ्न सक्दछ है। यो चाहिँ याद गर्नुहोस्। अनि जब यहाँनिर लेखेको छ कि आदम अनि हवाले परमेश्वरको आवाजलाई सुने, त्यो बगैँचामा आएको, उनीहरू के गरेको छ, त्यहाँबाट लुकेको छ। त्यो चाहिँ पोसिबलै थिएन। परमेश्वरले त्यो बगैँचा बनाउनु भएको हो अनि परमेश्वरले आदम अनि हवालाई बनाउनु भएको हो, अनि उनीहरू चाहिँ परमेश्वरको प्रेजेन्सबाट लुक्न खोजिराखेका हामी देख्न सक्दछौँ। सो यहाँनिर त्यो एउटा गिल्टको कुरा है, लाजको कुरा चाहिँ पापले हाम्रो जीवनमा पनि ल्याउँदछ।
याद गर्नुहोस् पापले हाम्रो जीवनमा गिल्ट अनि सेमको कुरा लाजको कुरा ल्याउँदछ अनि त्योभन्दा सबसे ठुलो कुरा चाहिँ नि हाम्रो रिलेसनसिप परमेश्वरसँगको त्यो सम्बन्धलाई चाहिँ नि पापले बिगार्दछ त्यो विच्छेद चाहिँ गराउँदछ। पहिला मलाई लाग्छ कि जब परमेश्वर त्यो बगैँचामा आउँथ्यो होला त्यो समयमा आदम अनि हव्वा सायदै एक्साइटेड हुन्छ होला परमेश्वरको आवाज सुन्दाखेरि अनि त्यो परमेश्वरसँगको सङ्गति गर्नको निम्ति है बातचित गर्नको निम्ति होल डे के भयो कस्तो भयो भन्ने कुराहरू वार्तालाप हुन्थ्यो होला सायद त्यहाँनिर। तर पाप गरेको बादमा जब परमेश्वर आएको उनीहरूले सुन्दछ के गर्दछ उनीहरू त रुखको बिचमा गएर कतै गएर लुक्न खोजिराखेको हुँदछ। त्यो एक्साइटमेन्ट हराउँदछ, त्यो बात गर्ने एक्साइटमेन्ट हराउँदछ है। तर यहाँनिर के हामी देख्न सक्दछौँ उनीहरू त परमेश्वरलाई फेसै गर्न नसक्ने, परमेश्वरलाई हेर्नु नै नसक्ने भएको छ। सो पापले हाम्रो जीवनमा नि परमेश्वरसँगको त्यो सम्बन्धलाई एकदमै टुटाउँदछ, एकदमै विच्छेद गराउँदछ। याद गर्नुहोस् पापको सबसे ठुलो कुरा हाम्रो जीवनमा परमेश्वरसँगको सम्बन्धलाई टुटाउने हो। अनि आजको भिडियोमा म तपाईँलाई यही कुरा भन्दछु अनि यो कुरा भन्दै गर्दाखेरि पापले चाहिँ खालि परमेश्वरसँगको सम्बन्धलाई मात्रै टुटाउँदैन तर मानिससँगको सम्बन्धलाई पनि टुटाउँदछ अनि यो कुरालाई म अगाडिको भिडियोमा ल्याउने छु। तर आजको भिडियोमा चाहिँ म तपाईँलाई यही भनेर एन्ड गर्न चाहन्छु कि पापले चाहिँ हाम्रो जीवनमा दोष ल्याउँदछ, पापले चाहिँ हाम्रो जीवनमा गिल्टको कुरा ल्याउँदछ अनि पापले चाहिँ हाम्रो जीवनमा नि त्यो परमेश्वरसँगको सम्बन्ध त्यो रिलेसनसिपलाई नै बिगार्दछ है। सो परमेश्वर चाहिँ तर यो देख्दा देख्दा पनि यो हुँदै गर्दा हाम्रो जीवनमा पाप हुँदै गर्दाखेरि परमेश्वर चाहिँ त्यो हाम्रो बगैँचामा हाम्रो जीवनमा आउन चाहनुहुन्छ ताकि हाम्रो जीवनमा चाहिँ त्यो रेस्टोरेसनको कुराहरू पूर्ण स्थापनाको कुराहरू हाम्रो जीवनमा हुन सकोस् भनेर है। हामी परमेश्वरले चाहिँ यही कुरा हाम्रो जीवनमा खोजिरहेको हुँदछ। याद गर्नुहोस् पापले हाम्रो जीवनमा नङ्गताको कुराहरू ल्याउँदछ, हामीलाई अझै हार्डवर्क गराउने कुराहरू गर्दछ जो चाहिँ खास हामीले गर्नै नपर्ने कुराहरू हो। त्यो कुरापट्टि हामीलाई लागि पराउँदछ अनि हामीलाई आफ्नै व्यवस्थापट्टि है परमेश्वरले दिनुभएको व्यवस्था चाहिँ होइन तर आफ्नै व्यवस्थापट्टि उनीहरूले खिच्दछ, पापले चाहिँ त्योपट्टि खिच्दछ, परमेश्वरको वेजपट्टि होइन तर संसारको बाटोहरूतर्फ खिच्दछ। अनि आजको जुन चाहिँ भिडियोमा मैले तपाईँलाई भनिरहेको छु कि पापले चाहिँ हाम्रो जीवनमा दोषको कुरा ल्याउँदछ, गिल्टको कुरा ल्याउँदछ अनि सबसे ठुलो कुरा यो भर्सबाट हामी सिक्नुपर्ने कुरा चाहिँ हो पापले चाहिँ हाम्रो परमेश्वरसँगको त्यो सम्बन्धलाई विच्छेद गर्दछ, टुटाउँदछ। सो नेक्स्ट भिडियोमा अझै म कन्सिक्वेन्सेस अफ सिन भर्स 9-10हरूबाट अगाडिबाट ल्याउँदै जानेछु। त स्टे ट्युन अनि तपाईँहरूको प्रार्थना तपाईँको सपोर्टको लागि थ्याङ्क यू सो मच। सो विल सी यू इन द नेक्स्ट भिडियो। आमेन।